जंगलमा च्याउ खोज्न जाँदाखेरि पानी आउँछ भनेर मैले सोचेको पनि थिएन। हेलो साथीहरु, अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आए हजुर सन्चै हुनुहुन्छ र म सन्चै छु। म जाँदैछु च्याउ खोज्नको लागि। अघि पानी आएको थियो, सो अहिले चाहिँ आएको छैन। च्याउ उम्रेछ कि भनेर म चाहिँ जंगलतिर च्याउ खोज्नको लागि जाँदैछु। जंगल चाहिँ आइसकेको छु, किनकि जंगल घर नजिकै छ, सो त्यही भएर। अहिले त पानी आएको छैन, सो अहिले आउन सक्छ, त्यही भएर मैले चाहिँ खोल्टीमा प्लास्टिक हालेर हिँडिरहेको छु। प्लास्टिक चाहिँ मैले एउटा ल्याएको छु च्याउ हाल्नको लागि। तर पानी आयो भने मैले चाहिँ मोबाइल प्लास्टिकमै राख्छु, च्याउ बाहिर राख्छु, किनकि मोबाइल त बचाउन पर्ने हुन्छ, बल्ख त गराउनु पर्यो, सो त्यही भएर। भन्दा साथीहरु, पानी पनि आइसकेको छ बिस्तारै बिस्तारै। च्याउ पनि अलिकति पाएको छ। म चाहिँ पानी ठुलै परेर रुखमा उभिएर बसेको छु। म चाहिँ घर आइसके, किनकि ठुलै पानी परेको छ नि, सो त्यही भएर। च्याउको लागि मोबाइल त भिजाउनु भएन, बिगार्नु भएन, सो त्यही भएर म चाहिँ छिटो घर आए। मैले चाहिँ मोबाइल प्लास्टिकमा हालेको थिएँ, मोबाइलले चाहिँ केही भएको रहेनछ। च्याउ घर दुईटा पाएको छु। मैले दुईटा प्लास्टिक लगेको भए एकछिन खोज्थे होला, तर एउटा प्लास्टिक लगेको थियो, त्यहाँ मोबाइल हाल्ने कि च्याउ हाल्ने भएर म चाहिँ घर छिटो आए। घर आएर गोबर पनि सोरे। मम्मी र बुढी चाहिँ घरमा हुनुहुन्न, रोपाइ गर्न जानु भएको छ, सो त्यही भएर। च्याउ चाहिँ बुढीले अस्ति नै खोजेर ल्याउनु भएको थियो, धेरै नै ल्याउनु भएको थियो। आधी खाइसक्यौँ, आधी छ अझै। साथीहरु, आजलाई भिडियो यति नै। भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो मन पर्छ भने फलो पनि गर्नु होला। बाइ बाइ।